साथीहरु स्वागत छ सबै साथीहरुलाई मेरो YouTube च्यानल बटिया ब्लगमा। आज चाहिँ हामी घुम्न आएको बुढाबुढी है न्यु इयर मनाउनलाई आएको हैन। 2085 सालको सम्पूर्ण मेरो वाइटी फ्रेन्ड्स साथी भाइ बहिनी दिदी बहिनी वाइटी फ्यामिलीलाई धेरै धेरै शुभकामना। धन्य खसेको म त ल कर्णाली घुम्न आउने न्यु इयरको उसमा ल हेर्नु यस्तो छ है मान्छेहरू गाडीहरूको भिड 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 टिटिट हरान बज्दै ल हेर्नु मान्छे ओहो मान्छे त रचन हजुर धेरै नै बेसरी रहेछ त। साइडमा राख्नु कता राख्ने ठाउँ पोहोरको जतिको भिड त रहेनछ अहिलेको साल चाहिँ। पोहोरको जतिको भिड चाहिँ छैन कि यो साल चाहिँ। अच्छा यो गाडीले त्यसरी ठुलो हुनुपर्ने कर्णालीमा कारबार भयो भेरिदिनु छ त्यतिको पानी हुनुपर्ने यहाँ। माथि छ त त्यति माथि माथि छ त ख्यालै गरिदिन मन त्यस्तो यहाँ हेर्दा राम्रो देख्छ कि। ह्याप्पी न्यु इयर दिदी कति छिटो देखेर पनि चिल्लाइरहन्छ। पानी चाहिँ ऊ रहेछ धमिलो रहेछ। कर्णालीको पुलमा घुम्न आउने टोलीहरू न्यु इयरको दिन। तर यो साल चाहिँ अब त्यति नरहेछ मान्छेहरू चाहिँ। पोहोर त धेरै थियो अहिले चाहिँ अलिक कमै रहेछ। अहिले चाहिँ खोलामा चाहिँ पानी उठ्छ कालो धमिलो। गाडीको जाम देखा न माथि गाडी जाम भयो बाटोमा गाडी जाम भयो घुम्ने मान्छेहरू होइन यसरी छन्। तर अहिले साल त म त अलि थोरै जस्तो लाग्यो मान्छे त अहिले
ल पुलमा देख्नुहुन्छ यस्तो किरा परेको छ है पर पुलमा चाहिँ हेर्ने यसरी मान्छेहरू चाहिँ अहिले मलाई गाली गर्न बेर छैन पछाडिबाट उगर्ने भनेर फेरि भिड हुन्छ न्यु इयरमा तर अहिले साल चाहिँ अलिक कम जस्तो लाग्यो धेरै जस्तो मान्छेहरू गइसकेको पनि हुनसक्छ हामी चाहिँ ढिलो आएको हो हुन चाहिँ होइन घरबाट त्यही भएर मनाउने ह्याप्पी न्यु इयर मनाउने मान्छेहरू न्यु इयर मनाउनलाई चाहिँ यसरी खासमा यो पुलमा के छ र केही छैन नि होइन खोला हेर्नको लागि मात्रै भयो नि मान्छे कहाँबाट हो कहाँबाट सबै भएर यसरी पुल हेर्नको लागि मात्रै माछा भनेको यहाँ खोलाको होइन कि सबै तालकै माछा हो यहाँ लिएर बेच्ने भनेको चाहिँ तर पनि त्यही माछा खानको लागि मान्छेको भिड हुन्छ यहाँ चाहिँ महँगो बिक्री हुन्छ महँगो बिक्री गरिरहेको हुन्छ यहाँ चाहिँ होइन हेर्ने यसरी ल यसरी हुन्छ कि सबैजना घुम्न आउने चाहिँ आज म पनि घुम्न आइदिएको यहाँ छाती खोलेर हिँड्दै एउटा भाइ चाहिँ त मर्ने गरी सिसी तारेर होइन यसरी पुरा मान्छे पुल भरिसक्यो यताबाट मजासँग देख्दो रहेछ आज चाहिँ कर्णालीको पुल हेर्नको लागि होइन मान्छेहरू धेरै भिडभाड छ है चिसो पानीमा हेर न यतातिर मजासँग यो खाजा खाने भएर खाजा खानलाई होला नि त साइडमा घुम्न आएका मान्छेहरू मजासँग जोस् आज चाहिँ कर्णालीको चिसो पानीको बजार चाहिँ राम्रो चलेको छ मान्छेको भिडभाड जता हेऱ्यो प्याकै प्याक हामी तल ढिलो आएको भएर होला अझै खासै देखेन है घरबाट 3 बजेतिर आएको भएर अनि अहिले चाहिँ यतिको छ यतातिर चाहिँ ल हेर्ने यता यो साइड त यताको साइड त पुरै नगरेको हामी होइन भिडभाड त्यसरी छ यसरी सब ल हेर्नु त्यहाँ दामी देख्छ त हेर्नु त मजा गरेछ हो त्यो गाडीले डिस्टर्ब गर्यो मलाई भिडियो निकाल्नलाई चाहिँ होइन यतातिर यस्तो यहाँ चाहिँ यहाँनिर हेर्नु सक्नुहुन्छ मान्छेको भिडियो गाडीले गर्दाखेरि अलिकति भयो गाह्रो छ प्रहरीहरूलाई नि मान्छेहरू साइड लगाउन होइन यसरी ड्रेस लगाएर फोटो खिच्नेहरूको भिडभाड ड्रेसहरू पाउने भएको भएर सबैजना ड्रेसहरू लगाएर फोटो खिच्न रुचाउने यहाँ आएर अब गाडीहरू क्रस गर्न पनि गाह्रो भएको छ गाडीले पो झ्याउ गर्यो त चाहिँ हामी घर फर्किँदाखेरि होइन यो आर्मी ब्यारेलबाट अगाडि एउटा गाडी अनि पछाडि गाडी गराएर बिचमा बाघहरूलाई पठाउँछ कि यसरी पठाउँछ यो चाहिँ निकुञ्ज हो नि त अनि यहाँ चाहिँ बाघ लाग्ने डर हुन्छ त्यही भएर हेर्नु न यस्तो मजाले होइन साउथ फिल्मको हुन्छ नि गुटुटुटु भएको सेम त्यस्तै बाइकहरू त्यस्तै भएको छ पछाडि गाडीहरू पनि धेरै छ तर गाडीहरू चाहिँ पछाडि चाहिँ हाम्रो बाइक त अलि अगाडि आइहाल्छ नि त होइन त्यही भएर यसरी रमाइलो छ है हाम्रो यात्रा त यस्तै हो निकुञ्जमा हिँड्नुपर्छ जहिले पनि है रमाइलो पनि हुन्छ डर पनि लाग्छ यो पहिला डरै नभएर यसरी बाटो उभिरहेको छ यो बहिनीले चाहिँ के खोजेर बिहा हो यहाँ कसले छोड्यो केटाले छोड्यो होला अरू के हुन्थ्यो र त्यस्तै हो बिजोग छ बिचराहरूको त्यो पनि हुनसक्छ रमाइलो भइरहेको चाहिँ मजासँग त्यसरी घुम्न आउनेहरू हुने हेर्ने फेसन पनि देखिन्छ है हामी चाहिँ निस्केको अब घर जानलाई बाई बाई कर्णाली 2081 साललाई बाई बाई गरेर 2082 साललाई चाहिँ हामीले होइन भित्रायौँ भनौँ न अब चाहिँ हाम्रो सबै दिनहरू जसको बिग्रेको भएको चिजहरू हुन्छ सबै राम्रो राम्रो शुभ शुभ होस् 2082 साल चाहिँ यसै गरी सधैँ हाँसी र खुसी रमाइलो हुन पाओस् भन्ने चाहिँ मैले सबै साथीहरूलाई शुभकामना दिएँ 2082 सालको अनि मेरो साथीहरूलाई धेरै धेरै माया अनि